सुन्नुस् त के तपाईलाई थाहा छ नेपालीहरू अहिले किन युए धेरैभन्दा धेरै छोड्न चाहन्छन् किन छोडिरहेका छन् आज एकदमै इन्ट्रेस्टेड जुन चाहिँ भनेको तपाईको दिल र दिमागसँग जोडेको हुनेछ यो टपिकमा धेरैभन्दा धेरैले बुझ्न चाहन्छन् आज यो टपिक राम्रोसँग छर्लङ्ग तपाईहरुलाई म बुझाउने नै छु तपाई मेरो साथी म तपाईको साथी सँगै मिली अघि बढौँ हामी मेरो च्यानलको मोटो नै यो रहेको छ आज अहिले नै तपाईले सब्स्क्राइब गरिहाल्नु पर्छ किन भन्दाखेरि चाहिँ यस्तै रियल टक बारेमा चाहिँ म तपाईहरुलाई भिडियो ल्याउँदै गर्नेछु अन्तिमसम्म रहनु होला आजको यस भिडियोमा चाहिँ स्वागतका साथसाथै सुरु पनि गरिहालौँ त लेट्स गो सुरु नगरौँ है त तपाईलाई म एउटा कुरा देखाउँछु जुन कुरा भनेको हेर्नुस् है त हो तपाईले जुन देख्नुभयो भने तपाईले सोच्नु भएको थिएन होला जुन तपाईले देखिराख्नु भएको छ युए भन्ने बित्तिकै एकदमै राम्रो लग्जरी लाइफ एकदमै बवाल ठाउँ एकदमै तपाईले चाहिँ खतरा एक्सपेक्ट गर्नु भएको थियो होला तर रियालिटीमा यो छैन सो युएमा धेरैले चाहिँ अहिलेको समयमा काम गर्ने सपना बुनिरहेको हुन्छन् तर यथार्थ के हो त आज म यो भिडियोमा भन्नेछु अब चाहिँ म सुरु गर्छु लेट्स गो यहाँ नर्मल काम हुँदैन क्या एभरेजमा धेरैभन्दा धेरै मान्छेहरूको काम भनेको नै 12, 13, 14 घन्टा हुन्छ क्या अनि जुन काम गरेर आइसकेर पनि फेरि खाना पकाएर खाएर सुतेर फेरि काममा क्या डेली रुटिन त्यो क्या त्यो हुँदाखेरि चाहिँ मान्छेले एकदमै स्ट्रेस हुन्छ क्या मान्छे फ्रस्ट्रेट भएर यहाँ सुसाइड गर्न ट्राई पनि धेरैले गर्छन् क्या अनि त्यति मात्र होइन धेरैभन्दा धेरैको चाहिँ छुट्टी नै मिल्दैन जसले गर्दाखेरि चाहिँ यता त्यता घुम्ने टाइम पनि हुँदैन यति प्रेसर हुन्छ कि जुन चाहिँ तपाईँले विदेश भनेर सोचिराख्नु भएको होला त्यो विदेश छैन क्या यहाँ आफ्नो सपनालाई फलो गर्न एकदमै गाह्रो हुन्छ गर्न नै सकिन्न क्या अब हेर्नुहोस् है त मैले 1 हप्ताभन्दा अगाडि भिडियो हालेको थिएँ एउटा सानो भिडियो बनाउनको लागि यति 5-6 मिनटको भिडियो बनाएर हाल्नको लागि पनि मलाई 1 हप्ता टाइम लाग्छ क्या र यहाँ सेयर रुम हुन्छ एउटा कोठामा एक्लै हुँदैन अब धेरै मान्छे हुन्छन् जुन भनेको चाहिँ आफ्नै सोचको आफ्नै विचारको विभिन्न देशको कुरा मिल्दैन अब एउटै रुममा सुत्दाखेरि कसैको नाइट ड्युटी कसैको डे ड्युटी काम हुँदाखेरि चाहिँ सुत्नको लागि पनि मुस्किल हुन्छ क्या 1 घन्टा सुत्यो फेरि डिस्टर्ब भइहाल्छ 1 घन्टा सुत्यो फेरि डिस्टर्ब भइहाल्छ अनि सानो कुरामा झगडा हुन्छ एकदमै प्रेसर हुन्छ क्या कामको मात्र नभइकन बाहिरी कुराहरू पनि अनि सेलेरीको कुरा गर्दाखेरि यहाँ एभरेजमा धेरैभन्दा धेरै मान्छेको 1200 देखि 1500 धिरामसम्म हुन्छ त्यो भनेको लगभग 40, 45, 50 हजार जस्तो अनि जुन भनेको चाहिँ नेपालमै हामीले राम्रो तरिकाले एउटा स्किल राम्रो सिक्यौँ भने चाहिँ कमाउन सकिन्छ यो डिसिप्लिन सिकाउँछ तर तपाईँको फ्युचर बन्न एकदमै गाह्रो छ है त धेरै जस्तो खाइगेस मलेसिया यस्तै नै हो तपाईँलाई म छोटो मिठो रूपमा चाहिँ फाइदा र बेफाइदा भन्छु है त यहाँ बस्नुको फाइदा भन्दाखेरि चाहिँ तपाईँको स्यालेरी आउने चाहिँ ग्यारेन्टी भयो नयाँ कल्चर नयाँ ठाउँहरू चाहिँ तपाईँले घुम्न रम्न सिक्नु पाउनुभयो पैसा बचत हुन्छ र तपाईँलाई डिसिप्लिन अनि रुटिन फलो गर्न चाहिँ राम्रो तरिकाले सिकाउँछ है त तर यहाँको बेफाइदाहरू धेरै नै छन् तलब न्यून मानसिक तनाव परिवारबाट टाढा स्किल ग्रोथ अलिक कम नै हुन्छ अब तपाईँले सोच्ने बेला आएको छ यहाँको काम अर्थित छ कि छैन त किन अहिले धेरैभन्दा धेरै मान्छे चाहिँ नेपालमै फर्किन चाहन्छन् त म ठ्याक्कै रिजनहरू बताउँदाखेरि चाहिँ अहिलेको समयमा नेपालमै पनि स्किल डेभलपमेन्ट गरेर चाहिँ केही राम्रो नेसनल तरिकाको स्किलहरू सिकेर चाहिँ फ्रिलान्सिङहरू धेरैले गरिरहेको छन् युट्युबबाट पनि राम्रै देखिरहेको छ कृषिमा पनि ठाउँअनुसार एकदमै फाइदा देखिन्छ त्यसैले पनि अहिले धेरैभन्दा धेरै मान्छेहरू चाहिँ किन्छन् र फर्किन खोजिरहेको छ चाहिँ अहिले मैले धेरैभन्दा धेरै मान्छेहरू भेटाएको छु जो भनेको चाहिँ 10-15 वर्ष यहाँ बिताइसक्नु भएको छ उहाँहरूले भन्नुहुन्छ पैसा भनेर भाग्यो लास्टमा हेर न भाइ ममा यस्तो रोग छ यस्तो भयो मलाई मैले न त रमाइलो गर्न पाएँ पैसा भने त्यो पैसाले अहिले कोही त्यस्तो केही पनि प्रगति छैन त्यो खाना लाउन यसो बालबच्चा पढाउनमै ठिक भयो भन्नुहुन्छ क्या अनि अब म यहाँबाट गइसकेपछि फेरि नेपालमा केही गर्नै पर्छ र त्यसैले गर्दाखेरि नेपालमै केही बेलायमा गर्यो भने पछि चाहिँ आफूले बसी खाने आउने बाटो बनाउन सकिन्छ जस्तो सल्लाहहरू मलाई दिनुहुन्छ क्या त्यो कुरा सही पनि हो क्या
र त्यसैले गर्दाखेरि चाहिँ म पनि एकदमै राम्रो तरिकाले यसलाई सोचिरहेको छु क्या। म तपाईँहरूलाई राम्रो तरिकाले सल्लाह दिँदाखेरि चाहिँ के भन्छु भन्दाखेरि यदि तपाईँ विदेश जाँदै हुनुहुन्छ भने राम्रो तरिकाले सोचेर बुझेर स्किल सिकेर जानुहोस् क्या। जहिले चाहिँ होटल क्लिनरको काममा होइन क्या, जुन कामले चाहिँ तपाईँको उमेर मात्र खेर जान्छ, न त उकालो चढिन्छ न ओह्रालो चढिन्छ, त्यही खाना लाउनमै ठिक्क हो क्या त्यो कामहरू। अनि विदेश गएर हल्का फुल्का राम्रै तरिकाले कमाएर चाहिँ नेपालमै फर्केर आफ्नो सोच क्रिएटिभ तरिकाले केही गर्नुहोस्, आइराख्ने बाटो जस्तो कार्यहरू चाहिँ गर्नुहोस्, इन्भेस्टमेन्ट गर्नुहोस्, त्यही भन्छु म त। अनि जो पनि अहिले विदेशको व्यक्तिहरू हुनुहुन्छ दाजुभाइ दिदीबहिनीहरू, हामी फर्किन जरुरी छ, तर सोच परिवर्तनसहित है त। अनि तपाईँको विचार के हो, नेपालमै बस्नु या विदेश जानु? तपाईँले कमेन्ट गर्न नभुल्नु होला, लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला है त। हस् त, नमस्ते, अर्को भिडियोमा मिल्छु। जय नेपाल।